तिमी रोएको पल तिमीलाई मायाले बोली मिठो What's up AGB Squad? Welcome back to Arun Guni Vines. सबैजनालाई स्वागत छ अरुण गुनी भाइसको च्यानलमा अनि मेरो च्यानललाई ध्यानमा सब्स्क्राइब गरिदिनु होला अनि त्यो घन्टालाई पनि ड्वाङ्ग हानिदिनु होला हैन सबैजनालाई धन्यवाद अनि यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला यदि तपाईहरुलाई खच्चै रमाइलो गर्नु छ भने चाहिँ ल I know मेरो एक्जाम चलिरहेछ बट आज होली हो अनि होली सेलिब्रेट नगर्ने यस्तो हुनै सक्दैन सो म होली सेलिब्रेट गर्नको लागि जाँदै छु हैन अनुज ब्रोकोमा जान्छु म अनि आशिष हुन्छ त्यहाँ सरु हुन्छ हैन होलीको टी-शर्ट अलि कस्तो कस्तो छ आयो होली लेखेर चाहिँ दिस टाइम सो अलिकति यो मलाई खासै राम्रो चाहिँ लागेन बट स्टिल ड्रेस लगाऊँ हैन ओके सो होलीको टी-शर्ट ठिकै देखिँदो रहेछ ठीक छ सो अब लागौँ हैन अनि अब रेडी हौँ अनि त्यसपछि एउटा वाटरप्रुफ ज्याकेट लगाऊँ अनि त्यो ट्र्याक लगाऊँ अनि जुत्ता लगाऊँ स्कुटर निकालौँ जाऊँ लेट्स गो सो ओके अब चाहिँ जाने बेला भयो म सुलम है Time to go and we'll be back by 4 I guess 4 बजी भित्रमा त म आइपुगिसक्छु होला घर हैन सबैजना खेलिरहेको छ ह्याप्पी होली ल जाऊ ल अब त भानी ह्याप्पी होली ओके सी यू गाइज एट अनुज ब्रोको घरमा जाम को हुन्छ सबैजना म इन्ट्रोड्युस गराउँछु हैन A few moments later. सो आई नो यु अनुज ब्रो यु आर वाचिङ दिस हैन सो हजुरको घरमा चाहिँ पुगेँ म फर्स्ट टाइम हो म यहाँ आएको सो भतिज होला सायद भर्खर मलाई लिन आएको थियो कति धेरै सु हो कि यहाँ त ओके म माथि जाँदैछु होइन अरू न को हेर्छिन्छ म को गएर चिन्छु बट अनुज ब्रो यहाँ हुनुभएको भए चाहिँ म सही हुन्थ्यो होइन लाइक ओके आशिषलाई म चिन्छु होला सायद देख्ने बित्तिकै हेलो नेम सौगात म अरू नै चिन्छौ नेम भनेर चिन्छु म के छ भन्छ ओइ के छ त्यो भागेन पहिले चाहिँ होइन भतिज छ मसँग अरू अनि अब चाहिँ हामी यहाँबाट टुटीखेरी एक राउन्ड हान्न जाने हो मैले रङ लगाएको छैन अघि भर्खर लगाएर फेरि नआएँ होइन अनि टुटीखेरी एक राउन्ड हानु अनि त्यसपछि कहाँनिर हुन्छ बसन्तपुर पनि एकचोटि छिरिन्छ अनि कहाँनिर हुन्छ त्यहीँनिर गइन्छ सो रमाइलो हुन्छ आज होली अनएक्सपेक्टेड ब्लग कस्तो हुन्छ हेर्नु होला है त म लाउनुहुन्न हो ए नाटक रे आमा हुन्न नि साँच्चै हुन्न ए हो नि अनुहार त क्रिस्चियन जस्तो देखिँदैन ए तिमी ऊ नानु छौ त्यो नानु तिमी आफै छौ तिमी आफै रहेछौ
party, party. Coming rev it up like a Harley, Harley. Buying the best group. All stops. सो स्कुटर पार्किङमा हाल्दै होइन अनि मैले फार्देनलाई पनि त्यहाँ देखेको छु अनि साइजहरू पनि आएको छैन सो अरू युट्युबर को छन् मलाई थाहा छैन होइन सो त्यहाँ जाऊँ अनि बल्ल थाहा हुन्छ थोडा त भइसक्यो रहेछ कडा जोस लागिरहेछ होइन र नानीलाई बधाई छ सो ह्याप्पी होली है त र अब अर्को टी सर्टको लागि कहाँ छ शनिबार खोइ कहाँ छ शनिबार कहाँ छ Not joking again, not joke! Alright, so मैले देखिसकेँ Alright, so कतिजना excited? होलीमा सबैलाई होलीको शुभकामना भन्न चाहन्छु होइन रमाइलो भइरहेछ नि तपाईँहरूको रमाइलोलाई ड्रिङ्क गर्दिनँ म राम्रो रेस्पोन्सिबिलिटी खेल्नु होला चोटपटक नलागोस् तपाईँहरूलाई किनभने होलीमा धेरै जस्तो एक्सिडेन्टहरू भइरहेको हुन्छ सो याद गर्नु होला ह्याप्पी होली भन्दै पहिलो गीत रहेको छ लखनको लागि फिचरिङ गिरिश कतिवटा गिरिश चाहिँ आज होलीको इभेन्टमा सायद कतै अर्कोतिर यही गीत गाइरहेको हुन्छ Ladies, where my boys at? I want you all to say Jindagi rocks. रमाइलो गर्नु होइन सबै Shake your body, mommy, shake it to the beat. As a dance, gane bahana maga sumaya beat. Shake your body, mommy, shake it to the beat. As a dance, gane bahana maga sumaya beat. लख धुली यो छैन छन्द पात सबै सुको छैन लख धुली यो छैन कति छन्द पात सबै सुको छैन याद छैन लेख्न पर्न मन अन्तै व्यस्त छ घर परिवार सबको एउटै यही नै त भनाइ छ यस्तो जानाले यस्तो पाराले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ बाटो हेऱ्यो सिधा तर बाङ्गो हिँड्नु पर्ने अरूको कुरा
कुरा सुन्नु छैन पहिल्यै जान्ने सुन्ने बाटो हेऱ्यो सिधा तर पाङ्गो हिँड्नु पर्ने अरूको कुरा सुन्नु छैन पहिल्यै जान्ने सुन्ने पर 27 गफ दिन्छ ठुला ठुला कुरा सबै जापान अमेरिका नत्र खाडी छ यस्तो चालाले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ कानबाट सुन्ने अर्कोबाट उड्यो अर्को लड्डु घिउ केही झोल्ने चुल्लुमै डुब्यो सोच्दा चन्द्र छुने होइन देशमाथि घर बनाउने जिन्दगीको बल्लाई शक्ति गर्छ जस्तो घुमाउने यस्तो ल्यान्डलाइन चल्दैन बन्दुकमा बुझ्दैन मलाई बा फेरि भोलि आउँदैन साथी मेरो लागि ज्यान दिन्छु गर्ने विश्वास छ यति माथि पुगी सबैले आफ्नो हातमाथि गर्नु लागि जस्तो राजा सम्झना धेरै भए मात्र भाषा आउँछ मजा याद ताजा गर्न जाउँ खाउँ आलु चिउरा खाजा चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले यस्तो पाराले यस्तो चालाले यस्तो पाराले यस्तो चालाले यस्तो पाराले यस्तो चालाले यो गीत फिचरिङ गिरेश गरिदिएर आज मैले पछिल्लो समय चलचित्रको गीतहरू गाइरहेको छु थुप्रै तर आज डान्स गर्ने मुडमा हुनुहुन्छ जस्तो लाग्छ सबै होइन सो नत्र त अब जस्तो भन्छु आज सुन्छ भने जुनी जुनी तिमी रोएको पल तिमीलाई मायाले बोली मिठो मन दिन्छु मुटु दिन्छु फेरि पनि सास दिन्छु यहाँ अहिले भर्खर पनि एउटा अहिले एकदम पपुलर भइरहेको छ ए मेरो हजुरदेखिको है तिमी बाहेक बिताएका पलहरू मेरो उमेरमा जोडिन तर अहिले भने अर्को एउटा फिल्मकै गीत सुनाउँछु नाच्ने गीत रहेको छ यो गीत तिम्रो लागि म चाहिँ दुनियाँ छोडिदेऊ राम कहानी नामक चलचित्र लागेको छ राइट सो अर्जुन पोखरेलले सङ्गीत रहेको छ यो गीतमा तपाईँलाई सुनाउन चाहन्छु तिम्रो लागि म छु अलिकति नेपाली लोकशैलीको गीत रहेको छ नाचौँ त्यसमा पनि गरौँ सबैजना बनाएर घर
एउटा बनाएर घर तिम्रो लागि म छु त्यो दुनियाँ छोडिदेऊ तिम्रो लागि म छु त्यो दुनियाँ छोडिदेऊ हो जानु एउटै मिठो मसिनो सँगै खाउला हो मानु एउटै झुक्याउने छोडिदेऊ Great holiday, thank you. सो आज हामी होली मनाउन आएको केटाहरूले मलाई बिहाल बनाइदियो होइन So, सुगम दाई कतिजना सुगम दाईको फ्यान कतिजना हुन्छ हात उठाउनु। पानी छिरा उहाँ छोडेको एकचोटि मात्र आयो नि त। रमाइलो भइरहेछ एन्ड आज So, अरू म चाहिँ सुगम दाईलाई अनुरोध गर्न चाहन्छु जुन हाम्रो म्याक्स टिभीको यहाँ टी-सर्ट छ होइन हजुरले नै आफै दुईजना यहाँ यो भन्दा एउटा रमाइलो कुरा सुनाउँछु होइन म पनि हेरेर आउँछु उहाँलाई स्टेजमै बोलाउँ न Actually, yeah, of course. So, सन्दीप जी। स्टेजमै आउनुहोस्। र म एउटा कुरा सेयर गर्दैछु एकैछिन अरे सो सन्दीपजी थ्याङ्क यू सो मच तपाईँलाई पनि ह्याप्पी होली अनि सबैजनालाई ह्याप्पी होली अब कतिले त मलाई चिन्नुहुन्न होला म चाहिँ प्र्याङ्क गर्छु अब के भनौँ आज चाहिँ प्र्याङ्क नगर मलाई आफूले नै प्र्याङ्क बनाइसक्यो मेरो साथीहरू हालेर होइन खतम भइसक्यो अब मेरो च्यानलको नाम चाहिँ सन्दीप कार्की छ एन्ड 63K सब्सक्राइब प्लस भइसकेको छ नेपालमा प्र्याङ्कहरू खतरा आइसकेको छ मैले चाहिँ होली 2-4 दिन अगाडि मनाएर तपाईँहरूले इन्जोय दिइसकेँ होइन अब राम्रो राम्रो केटीलाई होइन प्र्याङ्क गर्न गएको एउटाको त आमा परिचय पुरा लगेर दिइराख्यो पुरा Alright, so thank you so much for being with us होइन र यसरी यो उहाँलाई पनि एउटा म्याक्स टिभीको टी-सर्ट चाहिँ हामी हस्तान्तरण गर्नेछौँ। एक्ज्याक्टली अलराइट सो सन्दीपजी सन्दीप कार्की जय होले अलराइट सो आज केटो अलिअलि मै छ जस्तो लागिरहेछ मलाई होइन बट नो वरिज मैले केटाहरू एकदम बसन्तपुरमा गएर प्र्याङ्क गरेर नि मैले कमेन्टमा म्याक्स टिभीको लेखेको थिएँ टी-सर्ट चाहिँ उहाँले अहिले यहाँ हाम्रो अगाडि लाउँदै र मैले कमेन्टमा लेखेको थिएँ क्या केटाहरूको अड्डे नै बसन्तपुरमा गएर छैन क्या हुन अरे उहाँले तारिफ चेन्ज गरिदिएकै भन्दैछु Alright, so केटीहरू चाहिँ सिक्स प्याक्स हेर्नुको लागि चाहिँ एक्साइटेड हुनुहुन्छ होला तर उहाँले बाहिरबाट लगाउनु भयो Alright, so thank you so much, Sandeep ji. Thank you so much. Alright, so thank you so much, Sandeep ji. Thank you so much, Sandeep ji. Thank you so much. Thank you so much. Alright, यसै गरी young talent. एउटा कुरा भन्नु ल उहाँले चाहिँ अहिले मलाई आँखा लगाइराख्नु भएको थियो कि होइन अनि म त यसो गएर प्रपोज गरिदिउँ भनेको फेरि अनि उहाँको बोयफ्रेन्ड होला होला जस्तो तपाईँ हो त होइन नि मलाई त तपाईँलाई बोलाएको हो जस्तो लाग्यो क्या किनभने बिचमा कुरा काटिरहेको थियो होइन बिचमा है अब तिमीलाई बियर खुवाउँछु भन्ने कुरासम्म ल्याएको थियो है आज हो सबैजना हो भने जियोस केटोले मिलाइदियो है जस थ्याङ्क यू सो मच होइन होइन म सिङ्गल नै छु अघिदेखि नमिलेको कुरो ल्याएर म पनि सिङ्गल नै हो है
छेउमा चाहिँ मलाई ठिकै लाग्यो माथि एक तल एक होइन रमाइलो भएपछि त्यो अब चाहिँ हामी बस्नुको लाग्छौँ होइन वेलकम टु अरुण गुनी ब्लग के भन्छ भाइन्स ए सरी होइन फेरि भन्नु अलि राम्रो हुँदो रहेछ कि ल भन न यो व्हाट्सअप पिपल वेलकम सरोज तामाङ जस्तो आयो हेलो सिस्टर यो व्हाट्सअप पिपल वेलकम टु अरुण गुनी भाइन्स अनि के भन्छ आज होलीको लागि हजुरहरू जो हेरिरहनु भएको छ माइसेल्फ स्वरूप छेत्री मेरो तर्फबाट हजुर सबैलाई ह्याप्पी होली चियर्स होली राम्ररी मनाउनु होला कसैलाई काम हुने गरी त्यसरी नमनाउनु होला अनि त्यसपछि मलाई भन्ने आएन बोला आउनु लाग्यो तिमी कसै बोल्छौ ल बोला सो गाइज अब चाहिँ हामी बसन्तपुरतिर लाग्दैछौँ म आएँ ल सो गाइज अब चाहिँ हामी बसन्तपुरतिर लाग्दैछौँ सो यो लाइभ होइन कसै भयो आऊ भन्नु चाहिँ ल सो गाइज अघि भर्खर हामी पुतल सडक गएको पुतल सडकमा गएर हामी एकछिन होली खेल्यौँ हामी सन्दीप दाइलाई भेट्यौँ अरूलाई भेट्यौँ एन्ड नाउ वी आर मुभिङ टु बसन्तपुर गयो होइन बस्नु छैन विच इज हिज फेभरेट प्लेस नट माइन मेरो होइन ओके एन्ड ह्याप्पी होली टु एभ्री वान यो चाहिँ मेरो भतिज सबले चिनेको छ न्युजलाई चिनेको त सबजनाले मात्र ऱ्यापर हो भोलिपर्सि अगाडिको 4 मिनेटदेखि उइनै आइरहेको छ उसले खिच्या हो सबै त्यो सिनेमेटिक जुन भिडियोहरू छ गाइस मलाई बोल्न मन थिएन तर अरूले मलाई जबरजस्ती मेरो च्यानलमा बोल्यो भनेर प्लिज गरेको हेरेर मात्रै म बोलेको न बोल्ने मान्छे होइन बिकज क्यामेरा र मेरो फोबिया क्यामेरासँग मेरो फोबिया छ म बोल्न सक्दिनँ एन्ड भ्युअर्सलाई पनि थाहा भइसक्यो त्यसको लागि किनभने विशाल बजार आइपुग्यो अब हामी यहाँबाट कहिले भेटेछौँ थाहा छ यस हामी अब यहाँबाट कहिले भेटेछौँ ए माया लुकाउने घुमबा
सब याद छ अनि अर्को अनि अरुण मगर होइन मगर एन्ड देन त्यसपछि सायुज पनि आउँछ सबजना आउँदैछ एन्ड these people are my favorite especially this guy is my favorite one especially this guy is my favorite one especially this guy is my favorite one Very nice. काम दाम छैन मेरो परिवार कुनै खाने खानदान होइन तर बाल लाग्दैन कहिले हार मान्दैन म पस्नेवाला छैन तैँले जाल पाल्दैन अनि त्यहाँबाट मलाई पनि आउँदैन सोल्डी बाई 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 ओ मैले भनेको खोइ बनाएको ठिक हो 40 को पुरै पेन्ट गरेको अहिले गएपछि Why you are shocked? Why you are shocked? एक नम्बरको मान्छे मात्र डन भन्ने हो कि अहिले एउटा रङ लिएर केटाहरू 4 जना आउनुपर्छ उही छिके गर्न थाल्छ ल जसलाई पनि होइन कसैले त्यो लोला हानेको मन पर्दैन कि म मात्र होइन आस्क टु एभ्रीवन लोला हानेको छ मन पर्दैन हजुर कसलाई सोध्नु don't forget to follow me Instagram म त सब्स्क्राइब भन्न लाग्यो भन्नाले don't follow Saru00 on TikTok and Saru Chhetri on Instagram and Facebook ma Saru don't forget to follow me on Instagram Saru_111 What is Instagram? TikTok ma Saru_00 and Facebook ma Saru Chhetri Hello, Saru Kaki. Do you know Instagram? What is the definition of Instagram? definition of Instagram Instagram is the place where we Not place. This is a application it's a social media application. त कहाँ गइरहेको मेरो क्या पे हो रहा है गाइस लो क्या भर आयो क्या पे हो रहा है Hey, भाई बाबु अब ये ओ गाइस खतरा रहेछ नि त क्यामेरा देखा तर म ह्यान्डसम देखिरहेको रहेछु के छ भाइ हालखबर ठिक छ ल त हामी ह्याप्पी हो कि त्यस्तै जोकर literal wala up here Let's put a smile on that face. Wow, so serious. बिगार्दे मैले गरेन हो होइन तिम्रो भक्तलाई बिराको फलो अरुण पनि This man here is lit. Joker. सँगसँगै हिँड्न न कौन तेरा डैडी डैडी कॉमेडी कौन तेरा डैडी ओके सो आजको दिन ठिकै भयो होइन रमाइलो भयो त्यो भ्लग पनि दामी नै भएको छ सो सबैजनाले हेर्नुभयो होइन अब एउटा बिग थम्स अप दिनु होला अनि उसलाई चाहिँ गएर इन्स्टाग्राममा फेसबुकमा कहाँ फलो गरिदिनु होला सरको लाइक है सो दिस वाज इट गाइज थ्याङ्क यू फर वाचिङ अनि हाम्रो आशिषहरू केटाहरू सबैजना मेरो आइडी डिस्क्रिप्सनमा राखिदिएर त्यहाँ फलो गर्ने बुझ्यो फलो गरिदिनु थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो बाई टेक केयर एभ्री वान बाई ह्याप्पी होली Happy Holi.